जुन कुरा बिर्सेर भाग्न खोज्छु त्यही कुरा गरी गरी मनमा खोज्न आएर किन दुखाउने होला। अरूले कति सजिलै भनिदिन्छन् विगत भुलेर अब नयाँ सुरुवात गर्नुपर्छ भनेर, तर भोग्नेलाई थाहा हुन्छ विगत भुलेर अगाडि बढ्न कति गाह्रो हुन्छ भनेर। एकछिनको लागि सबै भुलेर अगाडि बढ्छु भने पनि कतै न कतै लुकेर बसेका पुराना यादहरूले मुटु गाठो पारेर सासै फेर्न मुस्किल हुन्छ। मैले बसन्त जस्तो मान्छेलाई किन गुमाएँ, कसरी गुमाएँ? त्यति राम्रो मान्छे जिन्दगीमा पाएर पनि मैले किन उसलाई सधैँभरि आफ्नो बनाएर राख्न सकिन? बारम्बार यही कुराको पछुतो भइरहन्छ। मैले आफ्नै अहङ्कारले गर्दा आफ्नै सामु भएको बहुमूल्य चिज गुमाकी हुँ। महेश अङ्कलले भनेको एउटा कुराले मनमा अझै खोजिरहेको छ। आजभोलि लोग्ने स्वास्नी बीच सानोतिनो मतभेद हुँदा नै डिभोर्स गरेर छुट्टिन मिल्ने कानुनको कारण सजिलै धेरैजनाको सम्बन्ध टुङ्गिएको छ। मैले पनि निकै हतारमा बसन्तसँग छुट्टिने निर्णय गरेँ। केही समय धैर्य गर्न सकेको भए आज सब ठिक हुने रहेछ।